हामीले यसै गरी विभिन्न ठाउँमा सांस्कृतिक समूहले नाचगान गरेर रकम उठाएका छौँ र त्यसपछि हामीले ठाकुर थापाको ज्यूको घरमा पनि यसै टोल सुधारको उपाध्यक्षको घरमा पनि हामीले घर पूजामा सांस्कृतिक कार्यक्रम गरेर नाचगान गरेर रकम उठायौँ। त्यस लगत्तै फेरि पनि यही टोल सुधार संस्थाको सहसचिव शिबु छेत्री ज्यूको घरमा रतौली खेलेर नाचगान गरेर रकम उठायौँ। त्यसपछि अस्ति भर्खरै लक्ष्मी थापा ज्यूको घर देवर उहाँको घरमा हामीले फेरि घर पूजामा निम्तो पाएर हामीले दिदीबहिनीहरूलाई जुटाएर नाचगान गरेर केही रकम उठायौँ। यो रकम हामीले यो सांस्कृतिक समूह गठन गर्दाखेरि हामीले एकदमै प्रश्न पारेका थियौँ कि यो रकम हामीले नाचगान गरेर पिकनिक खाएर उडाउने छैनौँ। हामीले यस्ता खालका कार्यक्रम ल्याएर निःशुल्क कार्यक्रम ल्याएर यहाँ मेगा सिटीमा बसोबास गर्ने दिदीबहिनीहरूलाई हामीले केही न केही तालिम अवश्य दिनेछौँ भनेर हामीले त्यति बेला हामीले अठोट गरेर हामीले समिति बनाएको छैनौँ। सबै सदस्यता लिनु भएको छ। करिब 38 जना दिदीबहिनीहरू हामीसँग जोडिसक्नु भएको छ। तर कार्यक्रममा विशेष कारणले उपस्थिति चाहिँ हुन सक्नु भएको छैन। मैले आज के आग्रह गर्न चाहन्छु भने हामीसँग कोष बलियो भयो भने हामीसँग पैसा भयो भने हामीले जुन काम गर्न पनि हामीले आँट्न सक्छौँ। त्यसले गर्दाखेरि सांस्कृतिक समूहको मेन उद्देश्य भनेको अर्को उद्देश्य मेगा सिटीमा बसोबास गर्ने दिदीबहिनीहरूको कला र गला, कसैमा चाहिँ कला छ, नाच्ने कला, गीत गाउने कला, त्यो पनि हामीले चाहिँ एउटा चाहिँ सबैको माझमा ल्याएर उहाँलाई चाहिँ हामीले मौका अवसर दिन्छौँ भनेर हामीले अठोट गरेका थियौँ। त्यसले गर्दाखेरि इच्छुक दिदीबहिनीहरू 100 रुपियाँ दिएर सदस्यहरूलाई लिन सक्नुहुनेछ। अर्कोतिर फेरि हामीले के भयो भने हाम्रो चाहिँ यो सांस्कृतिक समूहले बचत गरौँ भनेर प्रस्ताव आएको थियो। यही दिदीबहिनीहरूबाट हामीले किन न हामीले बचत गर्ने, हामी किनभने कतिपय दिदीबहिनीहरू व्यवसायी हुनुहुन्छ, कतिपय दिदीबहिनीहरूलाई पैसा चाहिरहन्छ होइन। त्यसले गर्दाखेरि बचत गरेर दिदीबहिनीहरूलाई नै सस्तो ब्याजमा दिउँ भनेर आज तपाईँले देख्नु भएको छ लीला श्रेष्ठज्यूले काटी कलम दिएर बस्नु भएको छ। हाम्रो 38 जना भन्दा बढी दिदीबहिनीहरू जम्मा 49 भनेपछि त यो चाहिँ एकदमै चमत्कारै भयो जस्तो छ है। अब 50 जना दिदीबहिनीहरू जोडिनु भयो भने 50,000 स्वतः नै पाउनुहुन्छ र त्यसको लागि अब प्रोसिजर छ। हामीले केही नियम पनि बनाएको छौँ र त्यसमा चाहिँ हामीले नागरिकताको फोटोकपी बुझाएर कति महिनामा बुझाउनु पर्ने। हामीले यहाँ चाहिँ के गरेछौँ भने सदस्यता लिनुको लागि मेगा सिटीमा बसोबास गर्ने मात्रै पुग्छ। चाहे तपाईँ भाडामा बस्नुहुन्छ, चाहे तपाईँ पसल लिएर व्यवसाय गर्नुहुन्छ, तर ऋण जाने बेलामा तपाईँले एउटा साक्षी राखेर तपाईँले ऋण लिन सक्नुहुन्छ। त्यसले गर्दाखेरि यो पोस्टर आफै बोलिरहेको छ तारकेश्वर 1 र टोखा नगरपालिका, जहाँ यो मेगा सिटीमा बसोबास गर्ने जुनसुकै दिदीबहिनीले सदस्यता लिन सक्नुहुनेछ। र पहिलो कुरा सांस्कृतिक समूहमा जोडिनुहोस् होइन, किनभने मान्छे एकदमै अहिलेको कन्डिसनमा व्यस्त छ। कसैले नाचगान गर्ने अवसर, अब आफूलाई मनोरञ्जन दिने अवसर पाएका छैनौँ र यस्तो कार्यक्रम हामीले यो समूहले 4-5वटा कार्यक्रम गरिसकेछौँ। हामीसँग एनफ पोस्ट छ, हामीसँग एनफ पैसा छ, जसले गर्दा आज यो तालिम हामीले ल्याएका छौँ। यो ट्रेनर हाम्रो बामना पौडेल ज्यूलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। उहाँले चाहिँ आज आफ्नो समय, अमूल्य समय दिएर आज यो दिदीबहिनीहरूलाई चाहिँ जुन सिकाउनु हुनेछ त्यसलाई एउटा व्यवसायको रूपमा पनि लिन सक्नुहुन्छ है तपाईँहरू। किनभने हाम्रो आफ्नो घरमा पनि हामीले दिने साबुन, चाहे त्यो भाँडा मान्ने साबुन होस्, चाहे लुगा धुने होस्, चाहे भुइँ सफा गर्ने होस्, त्यो सबैको आवश्यकता परि नै रहन्छ। र चाहिँ यदि कोही यस्तो व्यवसाय गर्ने इच्छुक हुनुहुन्छ भने पनि नाम टिपाउनुहोस् है। 4-5 जना दिदीबहिनीहरू जोडिएर यो व्यवसाय एउटा चटर राखेर व्यवसाय गरेर यसलाई चाहिँ एउटा आफ्नो दैनिक जीवनको खर्च पनि तपाईँहरूले ढाक्न सक्नुहुन्छ। महिला सशक्तिकरण को रूपमा यसलाई एउटा व्यवसायको रूपमा नै लिन सक्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। र आजको कार्यक्रमले सबैजना दिदीबहिनीहरूलाई चाहिँ हामीले सदस्यता लिनुभएको दिदीबहिनीहरूलाई 1 लिटर झोल साबुन हामीले फ्रीमा वितरण गर्नेछौँ। हस्त यति भन्दै आजको कार्यक्रम सफल पारिदिनु हुन अन्तसम्म बस्नुहुन्छ र हामी चाहिँ यसको जुन यो विधि छ त्यो पनि हामी फोटोकपी गरेर तपाईँहरूलाई 1-1 प्रति दिनेछौँ है। र साबुनको झोल वितरण चाहिँ आज हुँदैन, भोलि एक रात राख्नुपर्ने हुन्छ, भोलि हुन्छ। यति भन्दै म आफ्नो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्त, धन्यवाद।